अहिले चाहिँ हामी हैन म मात्रै छु अहिले चाहिँ दरबारको गल्ली गल्ली हिँड्दैछु अनि अँध्यारो भइसकेको छ लाइट चाहिँ आफै बोल्दो रहेछ हैन यो सिस्टम राम्रो हो होइन बोल्न सक्यो लाग्यो कि होइन चाहिँ यसरी हिँड्दैछु लमङथाङको बजार गल्ली गल्ली हिँड्दैछु यो सबै लमङथाङको गल्ली बजार पर्दो रहेछ रमाइलो छ हेर्नुहोस् गाइस हामी लमङथाङको राजाको दरबार घुमेर भ्याइसक्न लागेको छौँ अनि रमाइलो छ यो ठाउँ घुम्न आउनु होला अप्पर मुस्ताङ आउनु हुने जति पनि हुनुहुन्छ उहाँहरू चाहिँ यो लोमन अप्पर मुस्ताङमा चाहिँ बास पाइँदो नरहेछ बास बस्नलाई चाहिँ लोमनथाङै आउनुपर्ने रहेछ अनि लोमनथाङ आएर चाहिँ बास बस्नुपर्ने रहेछ अब हामी चाहिँ अलिकति ढिलो भयौँ अनि हामी मुक्तिनाथ दर्शन गरेर हिँड्दाखेरि ढिलो भयो अलिकति हामी 10 भन्दा अलिक बढी नै भयो अनि खाना खाने टाइममा अलिकति टाइम लाग्यो गर्दाखेरि हामीलाई अलिकति 1-2 घन्टाको लसले गर्दा हामी चाहिँ यहाँ माथि बोर्डर जान पाइएनौँ आज ठ्याक्क 4 बजी चाहिँ अफ हुँदो रहेछ भित्र जान नपाइँदो रहेछ बोर्डर त्यही भएर अनि हामी चाहिँ लमङथाङमै बस्न लागेको तपाईहरु लमङथाङ आउनुहुन्छ भने चाहिँ यो कुराको ध्यान गर्नु होला ध्यान दिनु होला त्यही हो हैन अब अरु भन्ने कुरा त केही छैन तपाईहरुलाई हल्का जानकारी मैले प्राप्त गरेको जानकारी तपाईहरुलाई भनिदिएको अहिले चाहिँ हामी यो दरबारै घुम्दै छौं दरबार ठुलो छ यो 700 वर्ष भन्दा पहिला बनेको 700 वर्ष भइसक्यो यो दरबार बनेको चाहिँ त्यत्रो पुरानो दरबार यहाँ अहिलेसम्म यो भुइँचालोले पनि खासै बिगारेको छैन कति बलियो यो सबै माटोले बनाएको है फेरि यो सबै चीजहरु माटोले बनाएको भएर चाहिँ बलियो छ तपाईहरु घुम्न आउँदाखेरि चाहिँ यो अवश्य घुम्नु होला यो चीजलाई नछुटाउनु होला यहाँ चाहिँ यसरी यो वाल उठाएर माथि चाहिँ बिल्डिङ उठाएको छ है यस्तो मजाको देखेको छ कति यो सबै माटोले हो के यहाँ कुनै पनि सिमेन्टहरु यो प्रविधिको केही चीजहरु युज भएको छैन यो जति पनि छ सबै माटोको हो यो सबै हेर्नुस् यो माटो नै हो माटोले पनि यति राम्रो घर यति राम्रो बलियो यति परिपक्व हुन्छ भन्ने कुरो यो लमङथाङले भनेको छ हैन हामी चाहिँ एन्डिङ भइसक्यो हामी आएर यो चाहिँ मन्दिर हो सायद यो राजा साजाको के होला यही जग्गा खै त कहाँ म घुमेर आएको नि ए म हजुरको पछि पछि त्यहाँ भिडियो गर्दै हिँडेको थियो हाम्रो लमजुङ यस्तो देखेको हामी घुमे बस्ने बुवाहरू हुनुहुन्छ यहाँ आउँछ लोकल हुनुहुन्छ बुवाहरू सबै लोकल लोकल बुवाहरू हुनुहुन्छ अनि यहाँ चाहिँ हल्का के अपग्रेडहरू दिँदो रहेछ मार्केट बन्द भयो यार सबै बताइरहेको रहेछ यहाँ मुस्ताङको सबै चिजहरू बताइरहेको सबै देखाइदिन्छ यहाँको फेस्टिभलदेखि लिएर सबै चिजको बारेमा भनिदिँदो रहेछ यहाँ टिभीले चाहिँ मस्त टिभी लगाएर यसो देखाउँदो रहेछ यहाँ चाहिँ यहाँ तपाईहरुले पढ्न सक्नुहुन्छ के लेखेको छ यहाँ गुफाहरू पनि रहेछ ठुल्ठुलो केभहरू यहाँ चाहिँ फेस्टिभलमा चाहिँ यस्तो रमाइलो हुँदो रहेछ भनेर पनि देखाउँदो रहेछ पर्यटकहरूलाई
यहाँ आए पनि केही चिज बुझ्नको लागि देखाउँदो रहेछ। यो चाहिँ रोयल प्लेस हाम्रो यही घुम्नु गयो हामी चाहिँ। सेन्चुरीको चाहिँ यो रहेछ है। यो चिज चाहिँ धेरै पुरानो चिजहरू छ यहाँ राजस्थानमा। हाम्रो चाहिँ खाना आइसकेको छ यता दुईजनालाई। यता चिकन छ हामीलाई। ल खाने हो ल खानु है त। कस्तो भएको छ मिठो छ? हाम्रो खाना पनि आइसक्यो। ल बाउ चाउनु है। यो खाना सेट छ हाम्रो चिकन खाना। ल अब सुरु गर्छौँ हामी आजको लोमन्थाङको खाना। ल मैले त बाहिर आयो त यस्तो टर्निङ तलबाट हामी खोल यस्तो आयो। त्यो टर्निङ एउटा नाङ्गे डाँडा उक्लेर आउँछ नि एकदम धुलो हो नि। सुसाउनु त्यो बाटामाथि त रातो उक्लिने के एउटा नाना सर्लक्कै काटेर आउने के त्यो बाटो चाहिँ मलाई लास्टै खतरा लाग्यो कि मलाई उरास पनि त्यही लाग्छ सबभन्दा। हामीहरू चाहिँ बाइक बल्ल स्टार्ट भयो। अनि यो चाहिँ लोमन्थाङ गाउँ नै हो। हामी बसेको होमस्टे चाहिँ हेरेको थियो। टाढो हो त्यहाँ अहिले। गाइस अहिले चाहिँ म लोमन्थाङमा छु। लोमन्थाङको यो बजार हो। होटलहरू यहीँ अप्पर मुस्ताङमा चाहिँ त्यो कोरोना बोर्डरमा चाहिँ केही पनि नरहेछ, सबै चाहिँ यहीँ रहेछ। अनि यहीँ आएर बस्नुपर्ने, त्यही भएर हामी यहीँ बसेको। अनि कस्तो राम्रो बजारहरू छ यता पनि। गेस्ट हाउसदेखि लिएर सबैहरू छ। तपाईँहरू बस्नको लागि यहाँ एकदम राम्रो सुविधाहरू पनि छ। आएर बस्नु होला। हामी चाहिँ यो गेस्ट हाउसमा बसेको थिएँ ठ्याक्कै यो चोकको यतापट्टि। बस्नको 2000, खानाको चाहिँ चिकन बफ जे भयो भने 800 रहेछ। खाना चाहिँ अलिकति महँगै छ किनभने यहाँ एकदम टाढा छ क्या। आउनलाई तपाईँको 5-6 घन्टा लाग्छ। अनि त्यही भएर नि महँगो त्यतिको ठिकै हो। अनि अब चाहिँ हामी कोरोना बोर्डरतिर जाने हो। त्यसपछि यो चाहिँ हामी ढिलो भएको कारणले चाहिँ यहाँ बसियो। वहाँ बोर्डर जान पाइएन नि त ढिलो भएर, त्यही भएर अब चाहिँ हामी बाइक स्टार्ट भइरहेको छ। स्टार्ट दिइरहेको छ बाइकले। अब हेरौँ के हुन्छ। हेर्नु न गाइस, बाइक बाहिर राखेको पुरै यो सिटले क्या चिसो आइस बनाउन लागिसक्यो। म किन जान्न भनेको त यस्तो पो रहेछ क्या। हामी चाहिँ हिमालको नजिक आइपुग्यो होइन। यही हो कि हिमाल त। ल्याहा त्यस्तो ठाउँ आएको छ यार। सुन्नेर यो पुरै भाइजर लाउनु मिलेन क्या भएर ल्याएको यार। यार तपाईँहरू आउनुहुन्छ भने यार एन्टी फगवाला भाइजर लाएर आउनु होला। सबै यो हो क्या, यो तुसारा पसेर हेर्न सबै यो हो क्या। फाइनली गाइस हामी चाहिँ कोरोला आइपुग्यौँ। कोरोला यस्तो छ होइन।
हावाले तन्चु पारिदियो होइन। यता चाहिँ यस्तो सपिङ गर्ने ठाउँहरू छ अनि यता चाहिँ हिमालहरू यस्तरी देखेको छ। तपाईहरू बाइकमा आउँदै हुनुहुन्छ भने एकदम सेफ्टीको साथ आउनु होला। हामीले जे गल्ती गऱ्यौँ त्यो नगर्नु होला भन्न चाहन्छु। अहिले चाहिँ हामी कोरलाबाट छौँ अनि मेरो अनुहार पुरै शून्य होला। भाइजर लगाउनै मिलेन के यो पछाडि कोरलाबाट छ अनि म यहाँ छु अनि हामी यहीँ छौँ। हेर्नु कोरलाबाट तेरिका ब्याङ्की आइपुग्यो है त कोरलाबाट। यहाँबाट भ्यू देखिने यसरी नै हो। यो चाहिँ चाइनाको होला है त्यो उसहरू त। फाइनली गाइस हामी चाहिँ कोरला बोर्डर आइपुग्यौँ। यो चाहिँ कोरला बोर्डर र अनि यहाँ चाहिँ यस्तो रहेछ हिमालहरू यही नजिकै देखिँदो रहेछ। उतापट्टि कति राम्रो छ चाइनाको, यतापट्टि हेर्नु केही छैन क्या, केही छैन। यतापट्टि चाइनाले कति राम्रो बनाएको छ। यहाँ चाहिँ बोर्डर पनि छ त्यो। यहाँ कोरला बोर्डर आइपुग्यौँ, रमाइलो भइरहेछ। ल त है कोरला बोर्डर पनि आइपुग्यौँ। ल अब कोरला बोर्डर पनि बाई बाई गर्ने बेला आइपुग्यो होइन। अब टाटा बाई बाई गर्दै हामी जान लागेको कोरला बोर्डरबाट फर्किँदैछौँ। हेर्दै गर्नु होला भ्लगमा आउँदैछ मोहनदास थापा मगर भन्ने च्यानलमा चाहिँ। अनि हामी चाहिँ अब त्यो चाइना हो नि त, त्यहाँ पिच छ। यो नेपाल हो, त्यहाँ भएर यो काण्डु छ। यो नेपाल, यो नेपाल, त्यो चाइना। सरकार के हो यस्तो भएन यार, यो बनाउनु पर्यो यार, सरकार बनाउनु पर्यो। जताततै उसो उसो यार दुई बजेसम्म चाहिँ निस्किनुपर्छ। यो टेन्टमा चाहिँ के हो? टेन्टमा चाहिँ हाम्रो लेकको मान्छेहरू र डिपार्टमेन्ट गरिँदै छ नि, यस्तो हुन्छ पुरै अलकता नेपाल यस्तो छ है। यो नेपाल यो हाम्रो यताको बाटो, यो बनेको बाटो कति वर्ष जाउँ त जाउँ भन्नाले यो ग्राभल बाटो ओपन। यो बाटो चाहिँ यस्तो कि पहिले कोरोनाको बेलामा पहिले हामीले चाहिँ त्यो पहाडसम्म जान पाउँथ्यौँ होइन। तर त्यति बेला चाहिँ हामीले सानै जान पायो। अनि कोरोना पछि चाहिँ के भयो भन्दाखेरि चाहिँ हामीले पनि यहाँ भित्र त्यो बाटोहरू गर्नु सबै। अनि यो हाम्रो बाटो चाहिँ कहिले बन्ने चाहन्छ? पानी पर्छ कि यस्तो मन त भन्नु भिडियो गर्छ कि यो भवनबाट उता सबै चाहिने है। यो सिमाना देखिन्छ नि, यो किल्ला, यो किल्लाबाट उता चाहिने हो क्या। त्यही त 2-4 महिनामा बनाए पनि प्रब्लम भयो क्या। पुरै वालै वाला रहे, पुरै वालाको छ चाइनाले बोर्डर हो। यो सब चाइनाले गरेको। नेपाल मुला बिजोक छ यार, केही छैन यता हेर। गाडी पार्किङ गर्ने ठाउँ मात्रै छ। यस्तो टेन्ट यहाँ चाइनाले दिएको रहेछ, टेन्टहरू त्यो पार गर्नुको लागि। यो चाइनाले यस्तो मजाको उस बनाएको छ। सेट बेहाल छ यार, बेहाल। ल साथी हो, म चाहिँ अब चाइनातिर लागेको छु है। म त अब चाइनातिर पो लाग्यो हो भाउ। म त अब चाइनातिर पो लाग्यो। म त अहिले त चाइनामा छु है। चाइनामा यहाँ चाइना छ, उ त नेपाल छ। नेपाल चाइना त्यही हो, केही छैन। आलुमा अन्त केही छैन। त्यो हुस्सी खतरा लाग्दो रहेछ हौ ढुसी चाहिँ। हिमाल त त्यहीँ नजिकै देख्ने के हो, हिउँ परेको त्यहीँ। चिसो चाहिँ बेसी चिसो हुँदो रहेछ यार बाइकमा त।
यस्तोकै यो ह्यान्डलमै एडजस्ट जाडो हुन्छ भनेर यस्तो छ है यस्तो मजाको के खाने थाहा छ तपाईँले हो के खाने खानु नि त खोइ पुछे कफी फुल भयो यस्तो किन भित्र चाहिँ यस्तो रहेछ है यसरी बस्नु रहेछ चक्लेटहरू किन्नु कसरी छ भन्नु सोध्नु पर्यो नि चक्लेटहरू चाहिँ रहेछ हामी चाहिँ अहिले यो रामेन खानु लाग्यो कस्तो छ कस्तो छ पुसाइ ठिक छ पुसाइको चम्चै भाँच्चा रहेछ बिचरा मिठाईहरू रहेछ हामीले चाहिँ यो मिठाई लियौँ कस्तो छ थाहा होइन अरू मिठाई पाएन यहाँ किन्नु नि हो त्यो चाउचाउ बनाइदिनु अरे ल खाँदैछ म पनि बाहिर हान्छु अब कस्तो छ एकदम राम्रो छ ल त अब लमङ के अरे अप्पर मस्ताको गोरालो बुढाहरू पनि अब हामी टाटा भाइ भाइ चाउचाउ खाइयो रामेन हामी नै आउनु पाउँछ एउटा खोजौँ न गाइस यार यो बाइकले दुःख दियो हौ शिट हामी चाहिँ यहाँ यो कुन भ्याली हो कुन यहाँनिर आइपुगेको छ यहाँनिर बस्तीहरू रहेछ ग्यारेज चाहिँ यहाँ अलिकति अगाडि छ क्या 2 मिनट जति हिँड्यो भए ग्यारेज आउँथ्यो अनि यहाँनिर आएर रेस्ट बन्द भइहाल्यो गाइस यार अप्पर मुस्ताङ राम्रै बाइकमा आउनुहोस् खटारा बाइकमा नआउनुहोस् यार मेरो राम्रै बाइक थियो तर कहाँबाट यो टायरले उज्जिएको धोका अगाडिको नि पछाडिको नि टायर गयो क्या पोखरै फेरि पछाडिको त अगाडिको नि पञ्चर भयो के भयो कुनै गुम्मै भयो धेरै गरेर ब्याट्री आउनुहुन्छ यहाँ भ्यालीहरू राम्रो बाइक चाहिँ यसरी गाडीमा हालेर लानुपर्ने हो यो लोमान्थाङसँग गाना मस्काइदियो यार बाइकले यार पनौती लाग्यो युरेनियम पार्ट रे यो त्यो डाँडामा चाहिँ गल्फको त्यो सरे है गाइस गल्फमा त मास पैसा त कमाउँछ नि हाम्रो अगाडिको सिधा पाहाडको होइन यो त हेरेको थिएन नि त यो त यहाँ चेन्ज गरे होइन नि यो त बाटोमा चेन्ज गरे काठमाडौँ आउँदाखेरि यो चाहिँ यो खराब रहेछ यो हाले नयाँ यहीले गर्दा है यो काठमाडौँ आउँदाखेरि फेरेको फेरि कति उड्दो रहेछ
जस्तै उड्दो रहेछ ब्याट्री पनि तपाईँहरू डाउन छ के गर्ने अब दुःख गरेर गर्नै पर्यो बनाउनै पर्यो ए कोरोना है एउटा प्लग बाइक चाहिँ अब बन्ला जस्तो भयो भाइ अब म चाहिँ बाइक बन्ला जस्तो छ हेरौँ के हुन्छ हाम्रो यहाँ मिस्त्री भाइले टक्क यसको बिमारी पत्ता लगाइदिइहाल्यो यस्तो हो नि त है जुगा टक्क टाक्क थाहा हुनु पऱ्यो क्या मान्छेले ल्याइदियो तपाईँको त इन्जिन बिग्रिहाल्नु आइदियो हामी माथि बोला भने आइहाल्छ नि यो लिएर आउनुहुन्थ्यो होइन आउनु त हुन्थ्यो तर पनि कस्तो भन्दा कति लियो गाडी भाडा 3500 ठिकै हो ठिकै है किनकि उहाँबाट ल्याउनु पऱ्यो है अपारसम्म बेटी सटरमा स्टार्ट गर्छु ल ल यति प्रब्लम थाहा नभएर यार त्यो त साइड लाइट किन्न पर्ने हाल्ने हो नि बाइक स्टार्ट गरेको हाम्रो बाबु रमाएको आमा तिमीलाई थ्याङ्क यू ह्यान्डसेक एकदम बधाई छ है तिमीले धेरै समस्या एकदम उस गरिदियो यस्तो हुनुपर्छ नि त होइन मेकानिक भनेको चट्ट थाहा हुने चट्ट इन्जिनै गयो भनेर लगाइदिएर जस इन्जिन त राम्रोसँग त गएन नि त उहाँसँग त पुग्छ नि त है ओ बाइक भनेको त यो हो नि त होइन दामी बाइक हो कि यो भनेको मासुलाई उफर हुन्छ आम्मा सिटी हाम्रो साइला भाउ यो बाइकमा बसेर फोटो खिच्नु बुढालाई ढिलो भयो बेला यहाँ हिजो यस्तो बाटो पाउनु लगाएर चाहिँ फेरि हामी त्यसै त ढिलो भयो पढ्नु छ अहिले चाहिँ हामी कागबेनी छौँ रात परेर दुम्मै भइसकेको छ हामी अब बेनी जाने पर्ने भएको छ कति बजे 7:30 कति बजेको छ ल हेरौँ के हुन्छ है बेनी जाने कुरा छ फाइनल्ली गाइज हामी चाहिँ राति बाइक बिग्रेर राति भए पनि बेनी आइपुग्यौँ यो बेनी बजार हो र यहाँ बेनी बजारमा हाम्रो पुसाइको कुनै आफन्त रहेछ र त्यसै कारणले हामी यहाँ आएको राति 10:30 भइसक्यो बिहाल छ यस्तरी नै जिन्दगी चल्छ र यार कहाँ घुम्ने थियो यार सब प्लान चौपाट पारिदियो किन त्यसो राखेको केले त्यो गाडी लिए त भयो नि त चेक पनि त